सबैजनालाई नमस्कार। हामी चाहिँ अहिले गान्तोकमा छौँ होइन। चाहिँ गान्तोकमा चाहिँ म्यान गरिरहेको चाहिँ संस्कृति होइन, स्वच्छ वातावरण अनि यहाँको कल्चर है, यहाँको कल्चर गुरुङ कल्चर होइन, लिएर यहाँको घरमा लिएर सरसफाइको कुराहरू चाहिँ धेरै कुराहरू छ। यहाँ चाहिँ एकदम राम्रो राम्रो होमस्टे होइन, हिमालय शानदार दृश्यहरू होइन। यहाँ चाहिँ एकदम राम्रो राम्रो होमस्टेहरू अनि यहाँ चाहिँ हिमालयको शानदार दृश्य, गाउँको जीवनशैलीमा सबै कुराहरू पाइन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँबाट पोखराबाट यहाँ आउनलाई चाहिँ 2-3 घन्टा लाग्छ अनि बाटो चाहिँ एकदमै नरमाइलो छ, तर यहाँ माथिको दृश्य चाहिँ एकदमै राम्रो छ। अनि यता चाहिँ सेतो हिमाल होइन, अनि यता चाहिँ हरियो पहाडहरूले छेकिएको, अनि यता चाहिँ राम्रो राम्रो होमस्टेहरू होइन। आइसकेको छ टेक्क लगाएर। यहाँ चाहिँ होमस्टे है, यहाँ चाहिँ हामी बासमा हुँदै जानेछौँ। हेलो सर, हजुरले चाहिँ के हेरेको यति निहुरेर? ए भिडियो एडिट गर्दै हुनुहुन्छ? हजुरलाई के भन्न चाहनुहुन्छ हजुरले यो गान्तोकमा? चिसो छ। अनि यो पारीको तपाईँको पछाडिको भएको हिमाललाई चाहिँ के भन्न चाहनुहुन्छ? राम्रो छ। हजुर चाहिँ कहाँदेखि आउनुभयो? ए तुलसीपुरबाट आउनुभयो? हजुरको घर चाहिँ कहाँ नि? ए हो। अनि एउटा मेरो भलाइमा एउटा जोक गरेको गीत गाइदिनु। मलाई आउँदैन होइन, हाम्रो टोली चाहिँ क्वाक्क परेर बसिरहेछ। हाम्रो टोली चाहिँ एकदम निराश, एकदम क्वाक्क परेर बसिरहेछ। किनभने आज फ्राइडे, यहाँ चाहिँ होटेलहरू चाहिँ अलरेडी बुक भएर रहेछ। अनि हामीले चाहिँ पहिले नै बुकिङ गर्नुपर्ने, नेपालीको बुद्धि पछि आउँछ भनेको यही नै होला सायद। नमस्ते, आई एम फ्रम अमेरिका। हुन्छ टाढाबाट घुम्न आउने मान्छेलाई हो, किनकि अटोमेटिक अघि नै बुकिङ हुन्छ। हजुरको यो हिमाल हो? हजुर, यो हिमाल कुन? यो हिमाल यो अन्नपूर्ण। हजुर, चुच्चो भएको हिउँचुली। यता चाहिँ ल, धन्यवाद हजुरलाई। फेरि अर्को पटक आउँदाखेरि एकदम कन्ट्याक्टमै हुँला है। सो होइन, हामी चाहिँ आइसकेका छौँ यहाँ। गाउँ चाहिँ बवाल छ यहाँ चाहिँ होइन। यो गाउँ चाहिँ एकदम रमाइलो छ, एकदम रमणीय छ, एकदम रमाइलो छ होइन। यहाँ चाहिँ बवाल देख्ने भनेको माथिको हिमाल हो। तलतिर चाहिँ खसरहरू आउँदैछन्। एकदम बिहान गएको थियो, बिहान लगभग 5 बजीतिर गएको थियो, तर अहिले आइसक्यो होइन। बवाल छ यहाँ चाहिँ। मगर कल्चर, मगर ड्रेस, त्यसपछि गुरुङ ड्रेसहरूले लगाएर एकदम प्रोसेसन भइरहेछ। अनि हामी चाहिँ टक्क बाहिर यहाँबाट लगाएर आज चाहिँ आज लुकी भिडियो बनाउने है। एकदम अवलोकन गरिरहेछ टोलीहरूले। अनि टक्क लगाएर खचर आइरहेको छ। काले आपा यस्तो जान्छ दाइ, जान्छ। यसरी काम गर्दो रहेछ क्या होइन। कहाँबाट ल्याएको दाइ? कहाँबाट ल्याएको यो? पारी खोलाबाट? चल चल छा छा यसरी काम गर्दो रहेछ होइन। यहाँ चाहिँ होइन, कचरले होइन लगाएर
टक्क लगाएर हामी चाहिँ गइसकेका छौँ। हामी यताबाट जाने यतैबाट जाने यतैबाट जाने होइन जान्छ लगाएर हजुरलाई चाहिँ कस्तो अनुभव लाग्यो यहाँको बारेमा? एकदम बवाल लागिरहेको छ। आउने यहाँ भ्रमण गर्न आउने अवलोकन गर्न आउने मान्छेलाई के भन्न चाहनुहुन्छ? धेरै अवलोकन गर्नु। भ्यू चाहिँ बवाल छ होइन। यहाँको चाहिँ सुन्दरतै सुन्दरताले भरिपूर्ण भएको ठाउँ हो। यहाँबाट जाउँ होइन, हामी यहाँबाट जाँदैछौँ। यहाँ चाहिँ हो सर के भन्छ यसलाई? तुम्बा भन्छ। देवराज सर हजुर के भन्न चाहनुहुन्छ? मलाई धानु गएर बहुत रमाइलो मलाई तुम्बा खान पाइयो सबभन्दा राम्रो। हाम्रो आन्टीले पनि राम्रो राम्रोतिर जानुपर्ने तर हामी आइसक्यौँ चाहिँ होइन। हामी चाहिँ चोरीबाट आएको होइन, टेक्क लगाएर यहाँ चाहिँ घान्द्रुकको होइन रिस्टोर लामा टक्क लगाएर फोटो सेसन चलिरहेको रहेछ। अनि चाहिँ जान मिल्छ यहाँ होइन। यहाँ चाहिँ टक्क लगाएर बवाल छ। अनि हामी आइसकेका छौँ। यहाँ चाहिँ यहाँको कल्चर चाहिँ यो मगर ड्रेस होइन, गुरुङ ड्रेसको अनि लिएर फोटो सेसनको लागि चाहिँ बवाल छ। अनि टक्क लगाएर चाहिँ फोटो सेसन चाहिँ बवाल चलिरहेछ। अनि यहाँ चाहिँ मगर ड्रेस गुरुङ ड्रेस सबै कुराहरू भइरहेको हुन्छ। अनि यहाँ ड्रेसको लागि पनि टिकट काउन्टर छ होइन, टक्क लगाएर टिकट काउन्टर छ होइन। त्यसको लगाएर हजुरहरूले चाहिँ आएर ड्रेसहरू पनि लाउन सक्नुहुन्छ होइन। गुरुङ ड्रेस होइन, यहाँको चाहिँ म्यान भनेको गुरुङ ड्रेस नै हो होइन। त्यो लगाएर होइन यहाँको कल्चर चाहिँ एकदमै राम्रो छ होइन। तपाईँहरूले पनि आएर यहाँ ड्रेसलाई चाहिँ लगाएर फोटो सेसन फोटो खिच्न सक्नुहुन्छ होइन। लक्क लगाएर हाम्रो केटाहरू पनि पुरै फर्ममा आइसकेको छ। अनि लगाएर यहाँ सिस्टरहरू चाहिँ एकदम ड्रेसमै हुनुहुन्छ होइन। लगाएर होइन ल हाम्रो हिरो भाइ होइन टक्क यहाँ चाहिँ ड्रेसमा आइसकेका छन्। अनि भाइको नाम के अरे? केशव। कहाँ देखाउनु नि? धादिङबाट आउनुभयो हो। नेपालीको लागि चाहिँ छुट्टै टिकट, त्यसरी विदेशीको लागि छुट्टै टिकट, अनि विद्यार्थीको लागि छुट्टै। त्यही तरिकाले छुट व्यवस्थापन छ। गुरुङ ड्रेस लगाउनेहरू होइन, मगर ड्रेस लगाउनेहरू होइन, हरेक कुराहरूको चाहिँ यहाँ चाहिँ व्यवस्थापन रहेको छ। अनि एकदमै यहाँ चाहिँ पुरै हामीले चाहिँ यहाँ चाहिँ यो एउटा कल्चर है चाहिँ पहिला परापूर्व कालदेखि चलिआएको सामग्री पनि देख्न सक्छौँ र यहाँको विभिन्न खालको तस्बिरहरू पनि देख्न सक्छौँ होइन। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ पुरानो छेपीहरू। यो चाहिँ के हो नि? यो सर यो नाम रहेछ यहाँ चौधे कपर पोट भन्ने रहेछ होइन, पानी राख्ने भाँडो वाटर ट्याङ्क रहेछ होइन यो चाहिँ। अनि यहाँ चाहिँ यो हाम्रो पुरानो गाउँमा चाहिँ अब पहिले पुरापुर
परापूर्वकालदेखि चलिआएका जुन जति पनि भाँडाकुँडाहरू हुन्छन् यहाँ चाहिँ राखेको छ। अनि यहाँ चाहिँ तस्बिरहरू है, यो चाहिँ एकदम तस्बिरहरू छ। अनि यहाँ चाहिँ हाम्रो के बुद्धको होइन फोटोहरू छ, अनि सबै तस्बिर छ। अनि यहाँ चाहिँ सुकुन्त वुडन बक्स होइन, कागजपत्र राख्ने ठाउँ होइन। अनि यहाँ चाहिँ खुकुरीहरू है, ट्याक्क लाएर समात्ने होइन, ट्याक्क लाएर समात्ने यो चाहिँ होइन खुकुरी होइन, तपाईँले हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ मादलहरू होइन, बच्चा होइन। अनि यो चाहिँ गिटार होइन, ढोका लाएर। यो चाहिँ हाम्रो परापूर्व कालमा बालिने, यो पढ्नको लागि पहिले सोलरको जमाना थिएन, त्यतिखेर चाहिँ यो सोलरको जमाना नभएको बेला चाहिँ यो लालटिनको प्रयोग गरिन्थ्यो होइन। लालटिनमा चाहिँ तेल हालेर बालिने गरिन्थ्यो। त्यही भएर यसको चाहिँ अहिलेसम्म रहेको छ होइन। अनि यसलाई चाहिँ हामीले के भन्छ, माछा राख्ने भाँडा भन्छ होइन। यसलाई चाहिँ अब के भन्छ होइन तपाईँहरूको भाषामा, हामी चाहिँ माछा राख्ने भाषा भन्छ। अनि यो डोको डाम्लोहरू छ यहाँ चाहिँ होइन, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ डोको डाम्लोहरू छ। अनि यहाँ चाहिँ गाग्रीहरू छ, तामाको गाग्रीहरू है, तामाको गाग्रीहरू तपाईँहरूकोमा छ कि नै होइन। अनि यहाँ चाहिँ चुलोहरू छ। अनि यहाँ कोदो पनि छ है यहाँ है। अनि काँसको लोटाहरू छ होइन, तपाईँले देख्न सक्नुहुन्छ। अनि यस्तो दामी छ यहाँ होइन, ट्याक्क लगाएर यहाँभित्रको होइन। यस्तो स्मरणीय ठाउँ छ कि यहाँ हेर्नुहोस् तपाईँहरूले पहिलेको टुक्कीहरू होइन, त्यो जुन धुप बाल्ने ओइल ल्याम्प भनेर यो टुक्कीहरू चाहिँ बाल्ने प्रयोग गरिन्थ्यो। एकछिन सर है, यहाँ चाहिँ हाम्रो यो के हो है, यो मलाई पनि थाहा छैन, तर हजुरहरूले कमेन्ट चाहिँ राख्न सक्नुहुन्छ होइन। अनि हामी यता छिर्दैछौँ ट्याक्क लाएर। यसलाई के भन्छ दिजु? चुच्चे करेला भन्छ यसलाई। अनि यो अर्को यो ठुलोलाई के भन्छ नि, इस्कुस भन्छ यसलाई। टन्नै रहेछ नि यहाँ त चाहिँ लेकहरू होइन, भ्यूहरू भन्ने हो भने सिनहरू चाहिँ बबाल छ होइन। ल हेलो ब्रदर है, कहाँदेखि आउनुभयो भने? सन्द्रिनीबाटै आउनुभयो तराईबाट हो। तपाईँ के भन्न चाहनुहुन्छ यो घान्द्रुक ठाउँलाई चाहिँ, के भन्न चाहनुहुन्छ? यो चाहिँ केले प्रसिद्ध भएको मान्छेहरूलाई चाहिँ? अब अरू त के भनौँ, दृष्टि भरिपूर्ण छ त। अब हामीलाई त अब भरिपूर्ण छ। हजुर, त्यो हेर्नु पायो, त्यसमै रमाइलो हाम्रो त। भ्यूहरू राम्रो छ, यस्तो हर्कियो जङ्गलहरू मस्त छ होइन, ठाउँहरू मस्त छ होइन। यहाँ चाहिँ साग सब्जी चाहिँ यहाँ चाहिँ बवाल नै छ होइन। हाम्रो सिस्टरहरू हुनुहुन्छ यहाँ चाहिँ। अनि उहाँहरूको बारेमा चाहिँ म केही बुझ्न चाहन्छु होइन। यहाँ चाहिँ हो, नमस्ते नमस्ते। सबैजनालाई नमस्ते 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 नमस्ते। जान्नलाई सिक्नलाई आएको हो। लगाएर सयपत्री फुल पनि फलेको छ, मस्त भइरहेछ। अनि यताको भ्यू पनि बवाल छ, अनि यता हिमाल पनि बवाल छ, टक्क लगाएर यताको जङ्गल पनि बवाल छ। अनि सायद होइन, अनि हाम्रो गोली आज पनि बवालै हो। यता कोदो पनि बवाल छ।
कुम तक्सेरा हैन गएको महसुस भयो टक्क लाएर भ्यू चाहिँ बोबाल छ कस्तो महसुस भइरहेछ कस्तो महसुस भइरहेछ यो चाहिँ होटल है हजुरहरूलाई चाहिँ यो बाटो चाहिँ कस्तो लाग्यो नि ल ठिक छ Hi sir, hello, namaste. Which country? It's very good, Nepal. It's very Nepal. पुरै फर्ममा तर अहिलेसम्म भिडियो स्टार्ट नभइदिएको के कहाँ देखाउनु भयो नि नवलपुरबाट कस्तो लाग्यो त गान्तोक दामी लाग्यो ए हजुरको शुभ नाम हजुर पानमाया के ए मगर हो ल मगर भाषामा आई लभ युलाई के भन्छ भनिदिनु त अब यहाँबाट फर्किन्छौँ बाहिर जाँदैछौँ होइन यहाँ चाहिँ हामीले आएर यहाँको पुरानो परापूर्वकालदेखि चलिआएको जुन सामग्री थियो त्यो सामग्री हेऱ्यौँ होइन 50 रुपियाँ टिकट काटेर यहाँ चाहिँ टिकट रहेछ अनि हामी चाहिँ जान लाग्यो बाहिरतिर ट्याक्क लाएर हाई हाई हेलो के गर्दै हौ हाई तिम्रो नाम के हो नि आले मगर ए आले मगर हो ल यहाँ चाहिँ गर सन्चै छौ कतिमा पढ्छौ नि 1मा पढ्छौ हो अनि आराम छौ नि हो अनि यहाँ चिसो कतिको लाग्छ नि चिसो लाग्छ हो हो अनि पढाइ कस्तो चलिरहेछ राम्रो चलिरहेछ ल टाटा गरिदियो पछि भेटौँला ल ल आएको है हामी चाहिँ त्यहाँबाट गएको होइन त्यहाँ गएर हामी चाहिँ पुरानो परापूर्वकालदेखि बनिआएको चलिआएको त्यो जुन ठेकीहरू लालटिनहरू टुकीहरू थियो त्यो हेरेर आएको होइन घर पनि त्यही हो होइन त्यहीँबाट आएको होइन फोटो सेसन गरेर अनि हिमाल चाहिँ उता माछापुच्छी हिमाल उता धौलागिरी उता होइन अनि हाम्रो केटाहरू माथि होइन एकदम गाह्रो छ गाइस यहाँको बाटो यस्तो छ परिस्थिति होइन एकदम जे भए पनि घान्द्रुक भनेको घान्द्रुक नै हो होइन यहाँको मान्छेको संस्कार यहाँको मान्छेको रहन सहन पहिरन अनि यहाँको चाहिँ जुन होमस्टेहरू हिमाल हो होइन त्यो हिमाल हो त्यसपछिको कुरा यहाँको गुरुङ ड्रेस होइन मगर ड्रेस गुरुङ ड्रेस होइन अनि त्यसपछिको कुरा यहाँको खानपिनको कुरा है खानपिनको कुरा चाहिँ यहाँ अर्ग्यानिक यहीँ बनेको यहीँ उत्पादन गरेको खानेकुराहरू छ अनि लिएर यहाँको उता छ फेरि फोटो सेसनको होइन यहाँ चाहिँ सुन्दरताले भरिपूर्ण भएको ठाउँ हो अनि यहाँका मुख्य विशेषताहरू चाहिँ मैले भनि नै सकेको छु होइन अनि यहाँ चाहिँ मङ्सिर पुस माघ अनि त्यसपछि
फागुनमा चाहिँ धेरै मान्छेहरू आउने क्रम छ अनि यहाँ चाहिँ एकदम आउने खालको मौसम चाहिँ मङ्सिर पुस त्यसपछि असोज कात्तिकमा चाहिँ एकदम बेस्ट नै हुन्छ यहाँ अनि टिमहरू चाहिँ टोली चाहिँ टन्नै आइरहेछ हैन ल हेलो कहाँदेखि आउनुभयो भने गैडाकोटबाट आउनुभयो हो ल हेलो 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 हाई ल सानी ए हो ल सानी हाई नमस्ते ल यहाँ चाहिँ घर कहाँ आउने हो ल हेलो हाई यहाँ चाहिँ एकदम टुरिस्टहरू चाहिँ धेरै आउने गर्नुहुन्छ यहाँ किनकि अहिले यो मौसम पनि त्यस्तै छ होइन यहाँबाट चाहिँ धेरै वातावरण चाहिँ एकदम बेस्ट देखिन्छ त्यो हुनाले चाहिँ यहाँ टुरिस्टहरू चाहिँ धेरै आउनुहुन्छ टक्क लगाएर हाम्रो स्याम सेन्सी पनि यतै आउँदै हुनुहुन्छ होइन ड्रेस छ हजुर ल स्यामसी चाहिँ हाम्रो चाहिँ उता चाहिँ कस्तो छ उता चाहिँ एकदम रमाइलो छ अनि त्यहाँ चाहिँ एउटा पुरानो पुरा परापूर्वकालदेखि चलिआएको टुक्की लालटेन ठेगी गाक्रीहरू पनि त्यहाँ छ म हेरेर गएँ त ल म त्यहाँ चाहिँ 200 रुपियाँ हजुर ड्रेसको 200 रुपियाँ है यहाँ चाहिँ ढुङ्गाले बनेको घरहरू टन्नै छ होइन ट्याक्क लगाएर यहाँ खोलापछि छ अनि यहाँ माथि पुल जस्तो पनि छ होइन टक्क यहाँ चाहिँ ढुङ्गाले बनेको बाटो पनि ढुङ्गाले बनेको छ होइन घर त घर नै थियो तर बाटो पनि ढुङ्गाले बनेको छ एकदम सुन्दरताले भरिएको ठाउँ पनि भन्छ यसलाई होइन आउँदैछन् होइन ट्याक्क लगाएर स्वर्ग चाहिँ छ है घान्द्रुक चाहिँ स्वर्ग जस्तो छ है एकदम घान्द्रुक चाहिँ स्वर्ग जस्तो छ माछापुछ्रे हिमाल सेतो हिमाल अनि के अरे त्यो के हो अब त्यो अब मैले नाम बिर्सेँ हिमचुली होइन ट्याक्क पारी चाहिँ फोटो सेसन चलिरहेछ उता पनि फोटो सेसन चलिरहेछ अनि टक्क लगाएर हामी चाहिँ ब्रेकफास्टको लागि भित्र जाँदैछ होइन ट्याक्क लगाएर सो गाइज होइन हामी चाहिँ फेरि ब्रेकफास्टको लागि आइसकेका छौँ मेरो टिकाराम बस्ने आइसकेको छ अनि यहाँ चाहिँ फोटो सेसन चलिरहेछ अनि यता चाहिँ भर्खरै आउँदैछ होइन हाम्रो देवराज सर यता आउनुहुन्छ अनि ट्याक्क लगाएर हामी चाहिँ ब्रेकफास्टको लागि आइसकेका छौँ हामी 2 जना आएको अरू आउँदैछन् अनि ट्याक्क लगाएर आउने टोलीहरू नास्ता पानी खाएर बसिरहेछ टक्क देखा टोलीहरूले के हो कि यस्तो होइन टक्क होइन यता पनि टक्क टोली खाँदैछ अन्डा खाँदैछ वा के हो कि ल है ल केटा म भित्र खान लागिसक्यो है भित्र आऊ है टक्क लगाएर होइन नै भइहाल्छ खाना खाइसकेको छ होइन टेक्क लगाएर होइन टक्क है पानीपुरी पनि छ होइन पानीपुरी भन्छ पुरी के होइन अरूलाई चाहिँ एक एकवटा अन्डा हुन्थ्यो भने मलाई चाहिँ 2वटा अन्डा छ गाइज होइन किनकि स्टाफ हो नि त होइन त्यो भएर टेक्क लगाएर म चाहिँ फेरि अन्डा खाँदैछु होइन ल एकछिन ब्रेकफास्ट हामीले बन्द गर्छौँ होइन हाम्रो टिकाराम सरले चाहिँ नास्ता खाँदै हुनुहुन्छ उहाँ चाहिँ फाइनल्ली खाइसक्नु नै भएको छ के भन्न चाहनुहुन्छ टिकाराम सर मलाई चाहिँ यहाँ होइन यो खानु चाहिँ एकदम नेचुरल छ होइन खानु चाहिँ एकदम अर्ग्यानिक छ क्या यहीँ बनाएको होइन यहीँ भएको उत्पादन भएको होइन र यहाँको ढुङ्गाले बनेको बाटो अनि ढुङ्गाले बनेको घर अनि लिएर यहाँको प्राकृतिक होइन यहाँको कल्चर यहाँको गुरुङ कल्चर मगर कल्चर होइन सबै कुराहरू चाहिँ एकदम मस्त लाग्यो त्यही भएर चाहिँ को बाच्याउँछ र को बाच्याउँछ दिने दिँदैन होइन हाम्रो टोलीहरूलाई टिका लगाइदिनु पर्यो
हामी चाहिँ अब टेक्क लगाएर टेक्क लगाएर मेरो फोन ल्याउनु हामीलाई चाहिँ स्वागतका रूपमा होइन बसाएर होइन हामीलाई चाहिँ बिदा गर्दै हुनुहुन्छ हामी चाहिँ फर्किँदैछौँ अब चाहिँ हामी फेरि रिटर्न ब्याक पोखरा होइन हाम्रो फेरि सानो भाइ होइन एकदम होइन अरू चाहिँ त्यति कोही हुनुहुन्न